अन्यहास्यो नमस्ते आदरणीय मित्रहरू। आज म बिल्कुलै सबैजनाको नयाँ जिज्ञासाको सबैभन्दा धेरै जिज्ञासा रहेको विषयलाई म आफै पनि भोगेको र तपाईहरुलाई त्यो भोगाइ साथै केही आधिकारिक कुराहरू टिपेर ल्याएर जानकारी दिँदैछु। आजको विषय रहेको छ नेपालबाट धेरैजना साथीहरू रोस्टरमा बसिरहनु भएको छ, जसमध्ये सँगै भएका अथवा सँगै एप्रुभ भएका साथीहरूको केही साथीहरूको इस्यु हुन्छ भने केही साथीहरू रोस्टर डेट सकिएर नेपालमै बस्नुपर्ने अथवा फेरि एक्जाम दिनुपर्ने समस्या यो धेरैको छ र धेरै लाग्न सक्छ। इस्यु चाहिँ कसरी हुन्छ त? कोरियाको इस्यु प्रक्रिया के छ त? अथवा आफ्नो मान्छेले भन्छुन गर्दा हुन्छ कि अथवा केही मैले उपाय अपनाए भने हुन्छ कि के गर्दा चाहिँ इस्यु छिटो हुन्छ? इस्यु छिटो भएर कसरी छिट्टै कोरिया जान सकिन्छ? यो विषय तपाईलाई आज म जानकारी दिँदैछु। यो सबैलाई जानकारी होस् कि कोरियामा कुनै पनि कोही व्यक्तिले को सिफारिसमा इस्यु हुँदैन। इस्यु हुनका लागि रोजगारदाता आफैले छनौट गरेमा अथवा लक्की चाम अथवा अहिले त यो डिबी परिवार बराबर भएको छ। कोरियाको इस्यु हुनु भन्ने कुरा धेरै गाह्रो छ। धेरैजना रोस्टरमा बस्दै जाँदै रोस्टरमा बस्दै अर्को इस्यु पर्ख्यो हुँदैन, अर्को इस्यु पर्ख्यो हुँदैन र अब छिट्टै 2025 को 5 को महिनामा 22 गतेदेखि इस्यु डेट रहेको छ। त्यसमा कसरी हुन्छ त? धेरैजना साथीहरू गुनासो गर्नुहुन्छ कि मेरो भएन। यति विचार गर्नुस्, कोरियामा यदि रोजगारदाताले र्यान्डमली कम्प्युटरबाट छान्ने हो, त्यो छनौटमा तपाई पर्न सक्नु भएन भने तपाई कोरिया आउन सक्नुहुन्न। त्यसैले त्यही पनि लेखिएको हुन्छ, एडमिट कार्डमा पनि हुन्छ। तपाईले एक्जाम दिने बेला कोरियन भाषा पास गर्नु भनेको कोरिया आउने ग्यारेन्टी होइन। जति पनि कोरिया आएका छन् उनीहरू आफ्नो भाग्यले अथवा विभिन्न अन्य घुसपेसले केहीले पनि होइन, आफ्नो भाग्यले र मेहनतले नै आएका हुन्। त्यही भएर यसलाई तपाईले अन्य व्यक्तिहरूको मेरो त भयो, तेरो यो कारणले भएन, मेरो हाइट वेट यता अन्य कुराहरू हुन्छ। धेरै कुराहरू साथीभाइ वरिपरि धेरै कुरा सुन्दा धेरैवटा कुरा गर्ने हुन्छन्। यो विषयमा तपाई क्लियर हुनुस्। तपाईलाई म बुदागत रूपमा जानकारी दिन्छु। यो भिडियो हेर्नुस् र यदि भिडियोमा नयाँ हुनुहुन्छ र पहिलोपल्ट भिडियोलाई हेर्दै हुनुहुन्छ भने एउटा राम्रो जानकारी पाउन सक्नुहुन्छ। तपाईले यो भिडियोबाट एक सब्स्क्राइब र एक लाइक चाहिँ गर्नुस्, किनकि यो भिडियो हेरेर तपाईलाई बेफाइदा हुँदैन। त्यति गर्दा थप अर्को नयाँ भिडियो पनि तपाईले पाउन आउँछ तपाईको मोबाइलमा। सबैभन्दा धेरै जिज्ञासा भएको विषय भनेको कोरियामा साउले अथवा रोजगारदाताले नेपालमा कामदार छनौट गर्दा अथवा हाम्रो सिधा भाषामा इस्यु गर्दाखेरि कसरी चाहिँ इस्यु गर्छ त? यो कुरा धेरैजना कन्फ्युज, 10 जनाले 10 वटा कुरा गरिरहनु भएको हुन्छ। त्यसको मैले आज आधिकारिक कुरो लिएर आएको छु। यदि तपाई पनि कन्फ्युज हुनुहुन्छ भने इस्यु हुने प्रोसेस भनेको यस्तो छ, सुन्नुहोस्। कोरियन भाषा परीक्षामा उत्तीर्ण भएपछि स्वास्थ्य परीक्षण सबै आवश्यकता पूरा गरेर रोस्टरमा नाम समावेश भए पनि 100% रोजगारीको ग्यारेन्टी भने हुँदैन। यो कुरा तपाईले एक्जाम दिने बेलामा त्यही नै तपाईको एडमिट कार्डमा लेखेको हुन्छ र सबैले पनि भनेको हामीले सुनेका छौं। अब इस्यु कसरी हुन्छ त? पहिलो नम्बरमा इस्यु कसरी हुन्छ म बुदागत रूपमा तपाईलाई भन्छु। पहिलो नम्बरमा गणतन्त्र कोरियाको रोजगार तथा श्रम मन्त्रालयले रोजगारदाताको रोस्टरमा दर्ता भएका कामदार मध्ये कम्प्युटरको माध्यमबाट र्यान्डमली सिफारिस गर्छ। मेन बुझ्नुपर्ने विषय भनेको यो हो। सिफारिस गर्दा कामदारको नाम, जन्ममिति आदि जस्ता विवरण जानकारी गराइदैन। अब दोस्रो नम्बरमा
अर्को के छ भने कोरियन रोजगारदाताहरूले रोजगार तथा श्रम मन्त्रालयले सिफारिस गरेका मध्येबाट कुनलाई सिफारिस गरेको छ त्यो मध्येबाट आफूलाई उपयुक्त लागेका कामदार छनौट गर्दछ। रोजगारदाताले कामको अनुभव, योग्यता, शारीरिक क्षमता, लिङ्ग आदि हेरेर छनौट गर्ने गर्दछन्। के यसले काम गर्न सक्छ सक्दैन उनीहरूले त्यही आधारमा चाहिँ गर्दछन्। अब तेस्रो नम्बरमा रहेको छ रोजगारदाताको छनौटमा पर्न नसकेका रोजगार पाउन सकिँदैन। त्यसकारण भाषा परीक्षा उत्तीर्ण भएर रोस्टरमा रहे तापनि लेबर कन्ट्र्याक्ट अथवा इस्यु नभएसम्म आफ्नो पेसा र कामलाई निरन्तरता दिनुपर्दछ। अब अर्को पोइन्ट रहेको छ महिला कामदारलाई चाहिँ किन इस्यु हुँदैन त? महिलाहरूको चाहिँ धेरैजनाको इस्यु डेट सकिएर त्यत्तिकै नेपालमा बस्नु परेको अवस्था छ। त्यो अवस्थामा महिलाको चाहिँ किन चाहिँ इस्यु हुँदैन त? पहिलो नम्बरमा रहेको छ पुरुषको तुलनामा महिलाको इस्यु कम हुन्छ। किन? महिला कामदारको वास्तविक रोजगारी दर, कार्यस्थलको कार्य वातावरण, कार्य प्रकृति र विशेषता, रोजगारदाताको छनौट दर आदिका कारणले पुरुषभन्दा महिलाहरू तुलनात्मक रूपमा कम रहेको छ। इस्यु हुनुको नहुनुको मेन कारण यही हो। किनकि एउटा यिनीहरूको दिमागमा के परेको हुन्छ भने महिला कामदारले गाह्रो काम गर्न सक्दैन, उनीहरूलाई सजिलो कामको लागि एग्रिकल्चर सेक्टरको लागि मात्रै धेरै इस्यु गर्छ। म्यानुफ्याक्चरको लागि हुनु त हुन्छ तर कम मात्रामा इस्यु हुन्छ।